नमस्कार सम्पूर्णमा हामी चाहिँ यसरी धुलो खाँदै ह्याप्पील्यान्ड घुम्नु गइरहेका छौँ आमा छोरी र अब चाहिँ हाम्रो ह्याप्पील्यान्ड जाने बाटो गेट आइसकेको छ र यहाँदेखि छिरेपछि केही अगाडि बढेपछि हाम्रो ह्याप्पील्यान्ड आइपुग्ने छ र हामी त पुग्यौँ ह्याप्पील्यान्ड र यहाँ चाहिँ एकदम पार्किङको समस्या रहेछ धेरै टाढो गएर पार्किङ गरेपछि यसरी हामी चाहिँ भित्र छिर्यौँ अनि लाइनमा मान्छे देखेर झन्डै बेहोस भएँ म है तर किन यस्तो भिड भनेको त एकजना टिकट काट्नु जानुपर्ने नि सबै परिवारै गएर उभिँदो रहेछ क्या त्यो भएर चाहिँ त्यहाँ भिड रहेछ छिटै भयो त्यसपछि हामी भित्र छिर्यौँ र यसरी तपाईँहरू आउनु हुँदैछ भने चाहिँ बाहिर गेटमा हैन घुम्ने मात्रै हो भने 200 हो टिकटको प्राइस भने तपाईँहरू स्विमिङको लागि स्पेसली आउनु हुँदैछ भने चाहिँ तपाईँहरूले चाहिँ बाहिर टिकट काटेको बेस्ट हुन्छ तपाईँहरू अलिकति सहुलियत पर्नु जान्छ र यतिकैमा हामीले चाहिँ यो विल देख्यौँ हैन अब यो चाहिँ नचढी भएन प्रास्तीलाई तर के गर्नु प्रास्तीको रियाक्सन चाहिँ तपाईँहरूको अगाडि रहेको छ गाइज अब चाहिँ प्रास्तीले हैन यो विलमा यस्तो जिन्दगीमा चढ्दिनँ भनेर कसमै खायो है त्यसपछि हामी चाहिँ वाटर पार्कतिर लाग्यौँ यो वाटर पार्क रहेको छ है र यो चाहिँ एकदम रमाइलो यो वाटर पार्कमा आउनुको लागि चाहिँ तपाईँहरूले बाहिर टिकट काट्दा चाहिँ बेस्ट हुनेछ है भित्र टिकट काट्दाखेरि चाहिँ तपाईँहरूलाई एकदम महँगो पर्छ बेस्ट हुन्छ तपाईँहरूले गेटमै स्विमिङको लागि आएको भन्नुहोस् तपाईँले विल र कोलम्बस चाहिँ फ्रीमा खेल्नु पाउनुहुन्न तर यो स्विमिङ चाहिँ यहाँनिर तपाईँको एक्स्ट्रा पैसा धेरै पे गरिराख्नु आवश्यक पर्दैन रातो टिकट 200मा किन्नुभयो भने त्यो टिकटमा चाहिँ एकचोटि विल भनेको चाहिँ यो रोटेपिङ र एकचोटि चाहिँ कोलम्बस नाउ चाहिँ खेल्नु पाइन्छ फ्रीमा प्रत्येक टिकट बराबर भने यो स्विमिङको टिकट लिनुभयो भने चाहिँ बाहिर किन्दा 350 पर्छ र त्यो 350मा एन्ट्री गरेर सबै घुम्नु पाउनुभयो अरू सबै गेम पैसा तिरेर खेल्ने गेम खेल्नु पाउनुभयो तर खेल्नु नपाउने भनेको चाहिँ कोलम्बस र रोटेपिङ मात्रै हो गाइज हेर्नुहोस् न यो पानीमा बच्चाहरू कति रमाएको यो समरमा है मेरो छोरी चाहिँ मीन राशि भएर होला अलवेज वान्टेड टु गो स्विमिङ पुल उसको चाहिँ जतिखेर पनि स्विमिङ पुल जाने हुन्थ्यो र गाइज तपाईँहरूले नानीहरू ल्याउँदै हुनुहुन्छ भने चाहिँ एक्लै चाहिँ नल्याउनु होला साथी 2-4जना भेला पारेर कि आफू नै खेलिदिनु होला नत्र मेरो छोरी जस्तो लोन्ली हुन्छ र मेरो छोरीलाई अब भोक लाग्यो जस्तो छ अब भोक लागेपछि त खुवाउनु पर्यो पानीपुरी कुरकुरे चटपटे जङ्क फुडहरू जे भेट्यौँ हामी सबै खायौँ है टक्कै पानीमा खेलेपछि चाहिँ मेरो छोरी चाहिँ एकदम अब घर जाने तयार निस्किनु तयार पानीबाट कसो छ कति सस्तो 50 रुपियाँ मात्रै गाइज यो जग्गा चाहिँ मलाई कस्तो लाग्यो भने पनि नि पैसा तिरे अनुसार चाहिँ भरपुर यहाँनिर तपाईँले 200 रुपियाँभित्र छिरेको मात्रै लाग्छ तपाईँ के हेर्ने सबै छ है यहाँभित्र खेल्ने कुरादेखि लिएर सबै छ अब चाहिँ हामी कोलम्बस खेल्नु गयौँ र हामीसँग चाहिँ एउटा सेतो टिकट र एउटा रातो टिकट छ डोन्ट नो के हुन्छ उहाँले प्रास्तीलाई छिर्नु दिनुहुन्छ कि हुन्न है इट डिपेन्ड्स अपन आवर लक थ्याङ्क गड उहाँले चाहिँ बच्चा हो भनेर एक्सक्युज दिनुभयो र हामी चाहिँ 2जना अहिले कोलम्बसमा छौँ र कोलम्बस खेल्नु गइरहेको छौँ र यतिकैमा मेरो चाहिँ अब एकदम के अरे मेमोरी फुल भइरहेछ मोबाइल है भिडियो नि धेरै सुट गर्नु पाएन यहाँनिरको चाहिँ यति चिच्याएको थियौँ हामी है त्यसको चाहिँ भिडियो सबै अब कट भयो तर केही छैन अरू छ मसँग यसरी नानीले चाहिँ पिङहरू खेल्यो यो चाहिँ सबै फ्री हुन्छ अब पैसा छैन भने नि 200 मात्रैतिर छिर्नु भने नि बच्चाले फुल इन्जोय गर्नुसक्छ यहाँभित्र चाहिँ तपाईँको है अझ भित्रपट्टि नयाँ पार्क रहेछ यो चाहिँ लास्ट टाइम म जाँदाखेरि चाहिँ थिएन प्रास्तीले चाहिँ नयाँ खालको पिङ देखेर एक्साइटेड भएर खेल्नु गइरहेछ ल खेल हो त्यसरी हो लड्ला पछाडि
प्रास्तीले चाहिँ कुन गेम भेट्यो है चढ त बस त यहाँ माथि बस न यहाँ 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 म ठेल्छु क्या तिमी बस न स्लोली स्लोली ल ल ल ल मेरो मलाई सपोर्ट लिएर जाउँ ओके कमान अलि फास्ट जति छिटो गरे त्यति छिटो जान्छ कमान प्रास्ती ब्ल्याक बेल्ट देखाउ तिम्रो ब्ल्याक बेल्ट ये गाइज हामी चाहिँ यो 100 मिटर लामो स्लाइड खेल्न गइरहेछौँ त्यसको लागि चाहिँ हामी माथि चढ्दैछौँ टावरमा प्रास्ती ओ माई गड कति माथि हो आम्मामा हेलो यो सेफ्टी हुन्छ नि बच्चाहरूलाई उसको लागि क्या हजुर टिकट दिँदा भइहाल्यो त गाइज अब मेरो पालो आयो यो चाहिँ ह्याप्पील्यान्ड यो ह्याप्पील्यान्डमा हामी लास्ट गेम खेल्नु गइरहेको सिधा बनाउनु है यो चाहिँ मैले पैसा तिरे अनुसारको चाहिँ बेस्ट गेम लाग्यो यहाँनिर है ₹100 मा चाहिँ तपाईँले चाहिँ 100 मिटर लामो स्लाइड हान्नु सक्नुहुन्छ जुन चाहिँ हाम्रो लागि एकदम नयाँ छ आइजन गर्मी धेरै भएर हामी चाहिँ अब आइसक्रिम खान लागेको स्लाइड गरेर आएर खेले गए खेल्दा भइहाल्यो किन त्यस्तो 100 रुपियाँतिर त्यत्रो ठुलो स्लाइड खेलेको गाइस अब चाहिँ हामी यो ढुङ्गाले बनेको माउन्टेनमा वाटरफल हेर्नु गइरहेको छौँ ओ माई गड त्यस्तो पानी के हुन्छ वाउ कति शीतल नि गाइस यस्तो राम्रो झरनामा चाहिँ एक दुईवटा पोज नदी चित्तै बुझेन पानी निकाल्दैछ प्रास्तीले पानी कति निस्क्यो बाबा अघि नै लास्ट गेम भनेको थियौँ तर फेरि यो देखेपछि नखेले हामी बस्न सकेनौँ र ट्रेनमा आमा छोरी चाहिँ निस्क्यौँ इन्डियातिर घुम्नको लागि र एकदम रमाइलो भयो हामीले प्रत्येक गेमलाई चाहिँ एकदम इन्जोय गऱ्यौँ र पैसा असुल हुने गरी चाहिँ रमाइलो लियौँ मेरो छोरी चाहिँ एयर होस्टेज भएर प्लेनमा काम गरिरहेछ म चाहिँ पेसेन्जर भएर चढिरहेको छु र ऊ एयर होस्टेज मात्रै नभएर ऊ चाहिँ त्यो प्लेनको पाइलट पनि रहेको छ र हामीले चाहिँ यसरी नै हरेक चिजलाई इन्जोय गऱ्यौँ है र फेरि मेरो छोरी चाहिँ घुमेर भोकायो अनि उसको लागि भेज मोमो अर्डर गरिदिएको थिएँ बट यो भेज मोमो चाहिँ गाइस त्यस्तो खासै मलाई चाहिँ मिठो लागेन मेरो 100 रुपियाँ चाहिँ मेरो वेस्टै भयो जस्तो लाग्यो एनिवेज राम्रो रमाइलो छ पैसा वसुल भयो अरू सबै चिजमा तपाईँहरू पनि घुम्न जानु होला हाम्रो झापामा रहेको ह्याप्पील्यान्ड थ्याङ्क यू फर वाचिङ एभ्रिवान